बर्खाको समय हो है। कसै बेला त्यहीँनिर झर्रै पानी पर्ने, कसै बेला फेरि त्यहीँनिर सर्रै उक्रिन्छ है। हेलो नमस्कार सेवानी है सबैजनालाई। आज चाहिँ गुरुजी सुमन माङ्पाको घरमा चाहिँ भित्ता तास्नु आएको खेताला सकेर चाहिँ खाजासाजा खाइसकेर चाहिँ है केटाहरूसँग यहाँनिर केटाहरूसँग हल्का सानो रमझम होइन र अघि भित्ता तास्दै गर्दाखेरि चाहिँ हाम्रो गाउँमा चाहिँ अब फेरि सिकारीहरू छ। ए यता फेरि हाम्रो गुजी ब्रोको च्यानललाई यसो सब्सक्राइब लाइक गरिदिनुहोस् होला। भक्तेको जस्तो नमस्ते। यसको नाम चाहिँ बुसी, मेरो फेरि दाजु। यसको नाम चाहिँ फेरि बुसी भयो, कसरी भयो भने भनिदिउँ। पहिला आएको ट्याकट्याके फोन थियो नि, ट्याकट्याके फोन। लातेको त्यसो नगर न। ट्याकट्याके फोनमा चाहिँ अब टक्कै फोन गरेँ अरे कि, अन्त टक्कै फोन गर्दाखेरि चाहिँ नेटवर्क बिजी भनेर लेखेर आयो अरे नि त होइन। टक्कै यसले चाहिँ पढ्दिएको अरे नि त, नेटवर्क बुसी भनेर। त्यहाँदेखि बस्दिएको यसको नाम चाहिँ बुसी। ओइ मुख चाहिँ नछार न, यसले मुख छारेको हेर। हाम्रो भगत कलेज पऱ्यो तर नलेज छैन भनेको जस्तै नगर्नु। अझ चाहिँ अब हामी सबैजनाले चाहिँ यस्तो लाग्दो हो, खेतसेत तासिसकेर चाहिँ यहीँनिर तास्दै गर्दाखेरि चाहिँ ऊ हाम्रो के भन्छ दाजुले चाहिँ अन्डा देखेछ क्या। अन्त अन्डाको शिकार गर्नुको लागि चाहिँ शिकार एकछिन ल कहाँ छ ए यो अम्बो हेर्नु त यही रहेछ। एउटै मात्र त रहेछ नि ठुलो। त्यो मजाको हो है, त्यो बुचाइदिउँ होइन, ट्यापै रातो माटो। गाउँ बस्तीमा चाहिँ निक्लिँदैछ, एउटै दुलो मात्रै रहेछ नि। त्यो बाँस लामो हुन्छ भने के भनिस् माङ्पा? होइन त्यो रातो माटोले ट्यापै बुचाइदिएर टिउँ। ए काफी भयो त अन्त, अब त कहाँ निक्लिन्छ त? यो है केटा, यो है साथीभाइ हो यो अन्डा पोल्ने सिस्टम चाहिँ। मेन सिकारी चाहिँ हाम्रो मणिपालको साथीहरूले चाहिँ धेरै सोध्दै गरेको हुन्छ क्या, बाङ्गा कहाँ छ बाङ्गा कहाँ छ। आज चाहिँ देख्छ यो बाङ्गा। चाइनामा जान्छ, चाइनिजहरूले खाएर यो जस्तै फुर्ती भएको त्यही कारण। तर हो है साँच्चै नै यो चाहिँ एउटा दबाई नै हो क्या, जिउहरू दुखेकोहरू बेला खानु भन्छ क्या, जाती हुन्छ अरे क्या अब यो खाँदाखेरि चाहिँ। अब त यस्तो तर लामो किन भन्दै थियौ नि, तर जाबे हुनेले चाहिँ खानु हुँदैन होइन। जाबे हुनेलाई चाहिँ दिनु भएन। गाउँ बस्तीमा चाहिँ यस्तोहरू हुन्छ हो, र एक प्रकारको अब के हुन्छ नि, गाउँ बस्तीमा एकदम मजा पनि आउँछ। हाम्रो उहिले बाजे पुर्खाहरूले गरिदिएको भन न हौ। काँक्राको फलहरू, मकैबारी दराम दराम। उहिले ल्याएन रहेछ। जानु न भयो अब ओइ साह्रो डर छ। भयो भयो हो, अब त सक्यो नि। भालु भालु तान्न केही हुँदैन भित्रको तै त छ साली काट्यो। लु तिमी जाऊ जाऊ जानु न, कहाँ जानु? यो हो अलिकति झ्यास झार्नु न। मतलब उयो छैन भने कुकुर ल्याएन। त्यो पतै तान न। त्यसले चाक्क चुक भत्न हौ। होइन भुइँभरि झर्छ, म पच्छ। मोरे त मोरे होला नि सबै। तल त ओ सकिगयो नि। पाना झऱ्यो नि। पाना झरेको होइन, बाहिरको खपेटा झरेको आउँदैछ। छैन रहेछ। सानो सानो मात्रै रहेछ, सानो रहेछ। छैन रहेछ बच्चा पनि, छैन रहेछ बच्चा पनि। छ होला हौ अलिअलि त, छैन नाङ्गै छ। झारौँ न, झार्नु चाहिँ मुनि। छैन रहेछ माथि माथि तान न। राख्न राख्छ के कहाँ
कुखुरा रहेछ ऊ घरि त झोला चाहिँ थाहा पाएन मलाई छ त अझै छ त पाएन अन्त ऊ बच्चाहरू रहेछ त अन्त हेट काफी हो आठौ तातो पो रहेछ त्यो त नेट जड्छ त अन्त हातले चुडाउ आम्बा ऊ कस्तो भरिलो भरिलो रहेछ क्या यो त अब तातेर लासिँदैन नि तातेर भचाउनु नि उही नै हाँगाइ नै हाँगा त भाँचिँदैन कि झोला थाहा झोलामा हाल्छु म नेट जड्यो ला यो तातो रहेछ नि यता आऊ त हो यतापट्टि आऊ न टोड्का पो रहेछ यहाँ पक्र त्यत नेट त छेडै छेड भएछ नि नेटै टोड्का पऱ्यो सकिगयो नि हौ सानो पऱ्यो रहेछ हौ तर उड्यो एउटा चाहिँ बाँच्यो है चिलेको भए ज्वरो आउँथ्यो नि उयो त निकाल्नु न छैन हौ त्यसमा बच्चा रहेछ त एक दुईवटा बच्चा त्यसमा नि यो झरी चाहिँ टिपाइ पो भयो त भाइ टिपै टिपै है बच्चा पुग्छ खानेहरूलाई त तिमी खाँदैनौ म त खाँदिनँ त म त अस्ति हामीले 80 खानु हुँदैन नि किन ए उयसले गर्दा छिटो भयो आज त स्याहारै खेछ नि है भागेरै भाग भएन अस्तिको भिडियोमा जस्तो भएन अस्तिको काडाइमा जस्तो सिकेछ भन्छ नि अस्ति चाहिँ घाँस काट्ने चाहिँ उयो नि अब भाग्ने बेला भयो त खान्छस् यसमा बल्छी खेल्दा हुन्छ त यसमा नखाएर किन यसलाई चाहिँ अन्त बल्छी खेल्यो बस्नु तर मलाई पनि डर डर चाहिँ लाग्छ कि तर अस्ति खाएकोले मिठो लाग्यो यसलाई चाहिँ आगो त निभाउँदा भयो नि होइन कसको लाइटर भोटेको होइन नि जल्दी होला त्यहाँ छ नि मैले हौ त्यो बाक्लो लाउँदो रहेछ है यो अन्डा पायो भालु हाम्रो गाउँको भालु है गाउँघरको चाहिँ यही चिजहरू चाहिँ रमझम क्या हुन्छ नि अब आफ्नो दिनभरि काम गऱ्यो होइन एकअर्कासँग सँगै होइन अब मिलिजुली हरेक सानो कुराहरू पनि है मिलेर बाँटेर खाने होइन गाउँमा एकदम मजा आउँछ क्या र यो परको देख्दै हुन्छ नि त्यो चाहिँ हाम्रो गाउँमा अहिले बनिँदै गरेको माङखिम जस्तो अब हाम्रो यो सुमन गुरुजु चाहिँ माङ्पा हुनुहुन्छ नि त अन्त त्यसले गर्दाखेरि चाहिँ अब यहाँनिर चाहिँ एउटा राईको मन्दिर है अब यसको पनि सायद छिटो नै उद्घाटन हुन्छ होला अहिले उँभौली सायद अबको उँधौलीमा चाहिँ यहाँनिर भव्य नै यसको ओपनिङ हुन्छ है हेर्नु अब गाउँ बस्तीमा चाहिँ है हल्लो दाँते अब यसको काम आयो क्या माना खाएर मुडी उब्जाउने दिनहरू समय भन्छ नि अब चाहिँ यो दादीहरूको काम आयो मान्छे पनि हत्तु के अरे फेरि भन्दैन भन्न राई किरा खाइ भन्छ अन्त पर्दनको चोखे लाग्यो भने त रड्डी हुन्छ नि यता चाहिँ फेरि प्रधान पऱ्यो नि त है सानो रहेछ तर है तर पनि काफी यो बच्चा भइसकेको रहेछ ए माउ भइसकेको रहेछ है एबसँग जिउ चाहिँ अब मजाले भुटेर होइन ट्याक्कै खाइन्छ जिउ सिउ दुखेको दिनभरि के पो भित्ता तासेको जिउहरू चाहिँ अब हेर ठिक गर्छ क्या
ओए भालु तेरो यो फिल्टर चाहिँ कसले दिएको भालु भालु देख्दैछ त हौ पर्दाको हौसी पनि देखाइदियो पर्दाको हौसी के छ बडे म्याम्स यो दुईजनाले चाहिँ नखाने होइन अन्दा लुतो बोकेको छ अन्दा म चाहिँ एकदम खाने हो त्यसकै लागि मेहनत गरेको स्टार्टबाट मेहनत गरेको सिकारी चाहिँ हो है त हाम्रो बाङ्गा आएको चाहिँ आज बाङ्गा खोइ पकाउनु चाहिँ कसले पकाउने मैले धुरमा भेटेको थियौ को चाहिँ ए ए ए हुँदैछ यस्ती आज फेरि भालुको के भयो छ्यापै भयो त नयाँ भाउजूको पनि डाइट त राम्रै रहेछ होइन हौ यसलाई त्यो टोपी चाहिँ के कहाँ पायो दिलपाले लगाएको जस्तो देख्दैछ त घरिघरि त ठिक छ मिठो पका ल तेरो बुबुले खान्छ नि त खोर्सानीमा अलिक बनाउँछ त्यो बसिन सकिन्छ खाना मजाले पकाउनु पर्छ हराउनु पर्छ कि यसलाई हल्दी त हाल्नु पऱ्यो नि ठिक छ हाम्रो आजको शिकार सानै भए तापनि निकै नै रहेछ पाक्दैछ जिउ दुखेकोहरू पनि जाती हुन्छ अरे क्या तर नफाप्नेलाई चाहिँ फेरि के अरे जाबे निक्लिन्छ अरे क्या मिठो पका ल बनाइसकेस् खै कस्तो बनाइछु हेर अझै यति भएछ त मिठो बनाइसु के हौ चपस्टिकले खानुपर्छ यो केले चपस्टिक ठिक छ चपस्टिकले त कम्ती हुन्छ यत्रो ब्यागमा चाहिँ के छ हौ टेस्टर पिलासहरू छ हौ लु फाइनली गाइस हाम्रो अन्डा चाहिँ रेडी भयो हो केटो खानु अन्डाको बारेमा भन्दै बुझी अलिकति भन्न लु पकाउनेले भन्दैन कस्तो रहेछ अलिकति अन्डाको बारेमा बाङ्गाले भन्छ होला हौ अन्डाको बारेमा दामी साथी फेरि ढुन के लेके आना परेगा टेस्टी हुआ टेस्टी अम्मा म पनि हल्का चाख्ने अलिक छिटो गरेन सक्ने रहेछ नि त केटाहरूले फेरि साह्रै मिठो भन्ने पनि ल्याउन हौ मिठो भएर बिगारेको काँच्ची दामी हुँदो रहेछ खुसी भएर रुपो जस्तो हाम्रो गाउँघरमा चाहिँ यस्तै हुन्छ है गाउँघरको मध्य चाहिँ यही हो क्या आई एम स्पिचलेस र यसो भन्दै नि है हाम्रो अन्डा पनि खाइसक्यौँ है ल ठिकै ओइ गुरुजी ओइ गुरुजी ओइ तेरो आज भित्ता तासिसकिस् के भन्छस् अब एकदम हामीलाई धन्यवाद छन्यवाद पनि छैन त अन्त एकदमै धेरै धेरै धन्यवाद आज यत्रो अग्लो रातमाटे भित्ता तासिदेऊ हो अर्को पालि पनि भाइहरूमाथि एकदम इच्छा
भाइहरूलाई अर्को पालि पनि मेरो विचार सोचाइ छ अर्को पालि पनि नाइ नभनिदिने है ल भाइ म पनि आइदिन्छु भन्न अन्त यसरी लु, जुक, जुक, जुक। पनि बोकिदिँदैछ हुन्छ फुपू बस्नुहोस् ल ल विशेष गरी हाम्रो यहाँ भालु नाति तपाईँलाई धेरै धेरै धन्यवाद छ जाने होइन अन्त जुजु ल है त्यसो भन्दै आजको सानोबडे होइन मेरो अब त्यतिकै अब बनाएको भिडियो होइन ल त्यो भिडियोलाई चाहिँ अब यहीँनिर बन्द गर्दै है सेवानी